गल्ती महसुस गर्नु पर्थ्यो, उहाँले गल्ती गरेकै हो नि त। अब अध्यक्ष भएर त्यस्तो घटना घट्दाखेरि मलाई थाहा छैन भन्न त पाउनुहुन्न नि त। देशको प्रधानमन्त्री फेरि सूचनाको केन्द्रमा बस्नु भएको छ, सबै थाहा छ नि उहाँलाई। अनि कहाँबाट गोली चल्यो भन्ने पनि थाहा नपाउने, होइन कसले चलायो भन्ने पनि थाहा नपाउने, यो खालको नेतृत्व अब कसरी नेतृत्व देशको लागि परिवर्तन हुन्छ, नेतृत्व गर्न सक्ला भनेर कसरी विश्वास गर्ने। नेकपा एमाले कमरेड धेरै अग्रजहरूले बलिदान गरेको पार्टी हो, दुःख गरेको पार्टी हो, कमरेड पुष्पलालको पार्टी हो, होइन। अब मदन भण्डारी मनमोहन अधिकारीले एउटा राम्रो संस्कार स्थापित गरेको पार्टी हो। त्यस भएको हुनाले यो पार्टीलाई अत्यन्तै विचार, त्यसै एकता हुँदैन, विचारबाट एकता हुन्छ, विधि वैषम्य ढङ्गले चल्नुपर्छ, होइन। र त्यसबाट आफू परिवर्तित भएको एउटा राम्रो सक्षम पार्टी, योग्य पार्टी, परिवर्तनको वाहक, होइन, एउटा नेताको रूपबाट चाहिँ स्थापित भएको पार्टी बन्नुपर्छ। अब मात्रै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन सक्छौँ र हामी समाजवादको लक्ष्यमा पुग्न सक्ने, त्यो खालको नेतृत्व गर्न सक्ने अबको पुस्ता चाहिन्छ। त्यो रङले लाग्नुहुनेछ, सोच विचार गरेर आफ्नो मतदान गर्नुहुनेछ भन्ने मलाई लाग्छ।